पनि हो कि गाडी फसेको होइन, दुईटा क्रसै नभएको। यता बाटो अप्ठ्यारो पर्यो नि त, हाम्रो पनि छिर्न सक्ने ठाउँ छैन यहाँ। छ त कहीँ दुईटा छोएछ गाडीमा छुइसकेको, गाडी छोएछ माथि छोयो यार, फेरि छोयो दङ्ग गऱ्यो। यता पनि भासले गर्दा गाडी यता अगाडिको पनि टर्निङ हान्नु पऱ्यो नि त, त्यो भएपछि निस्केन। त्यहाँ त्यो गाडी यता चिप्लिन्छ भनेर ढुङ्गा हालेर ओट्लाउँदै उठाउनु पऱ्यो नि त चक्कालाई। ए कोल्ट्याउनलाई उतापट्टिको फेरि पल्टाउनु दाहिनेतिर कोल्ट्यो भने त त्यो छिर्छ होइन, माथि बढी लाग्दैन। चक्काले भित्र एउटा छिरेको छ, त्यो चेपिन्छ होला है। त्यो गाडी त ठोकिरहेको छ यार, निस्किन्छ त यो कुन है। यता कर्णाली नदी सानो गहिरो भएर बगेको छैन, त्यो गहिरोदेखि ठ्याक्कै किनारमा छ हाम्रो बाटो। त्यहाँ चाहिँ यसरी अभर परेको छ दुईटा गाडी। अब जान्छ है, अब जान्छ। अब त्यो गाडी चाहिँ अगाडि बढो। ए उता जान्छ है खोलातिर यार। यता त उठ्यो त, यताको पनि अलिकति उठ्यो भने त अब ग्याप देख्यो नि त हो, त्यो पनि चढ्यो भने त चढो। यस्तो आइडिया लाएर हामीतिर आउँछ है गाडी। अब त पास भइगयो नि त्यहाँबाट। टर्निङ छ, अलिक मुस्किल टर्निङै छ, त्यसलाई पनि अझै उठाउँदै रहेछ नि त उ लाएर। गयो है, होइन अड्क्यो नि त्यो फेरि निस्क्यो। एकता पक्रेर पहिला हामीले हामी पनि निस्क्यौँ भने यो गाडीलाई पनि सजिलोसँग किन सजिलो हुन्छ। अर्को उता पछाडि पनि त फेरि अर्को रेडी रहेछ त्यो अप्ठ्यारो कताबाट मान्छेसम्म जानु न। यहाँ चाहिँ अब यसरी जाम भयो, अर्को गाडी पनि उता आएको, साइड दिने ठाउँ कहीँ छैन। यो गाडी त निस्केर गयो, अर्कोलाई पनि अब यही होला ठाउँ साइड दिने। हामी चाहिँ यहाँबाट जान कोसिस गरिरहेको छ, हाम्रो 25 साल अगाडि ट्राई गरेर मोटो गाडी थियो हामीले। त्यस्तो छ यहाँको बाटोको अवस्था। चिन्ता त बाइक भइसक्यो। बाइक चाहिँ निस्किने सम्भावना देख्यो। निस्किन्छ त हाम्रो बाइक? यतापट्टि खोला छ। अझै थोरै अगाडि जानुभयो भने गाडी बाइक निस्किन्छ। यतापट्टि एकदम यस्तो डरलाग्दो भिड छ फेरि। ल अलिक यता ढुङ्गातिर सेपेर आउँ ल। ल हामी बाइकहरू चाहिँ यहाँबाट अब निस्किने अवस्था भयो। अब अरू गाडी बसिहालौँ, अर्कोले अगाडि जाम गर्छ। यसले फेरि बाटो छेकेछ कि हो त्यहाँ छेके जस्तो छ फेरि अर्को बाटो फेरि छेक्यो यार। कस्तो ठाउँमा ल्याएछ हौ साथीहरूको त छैन नि बाटो यार। अब अलि अगाडि ल्याइदियो त हामी उता जान्थ्यौँ नि त। अलि अगाडि ल्याउन, अगाडि आउने ठाउँै छैन। उता हालौँ क्या हामी यो साइडमा हालौँ दाहिनेतिर। ढुङ्गामाथि चढाउन एकछिन म उत्रिन्छु ल। म उत्रिन्छु कि अनि ढुङ्गामाथि चढाउँ। ढुङ्गामाथि चढाउँ कि बाइकहरू, अनि गाडी अगाडि आउँछ अनि बाइक निकाल्न सजिलो हुन्छ। हामी चाहिँ यसरी सजिलोसँग निस्किँदैछौँ। अगाडि के छ अब फेरि अवस्था?
हामीले ट्रकहरूको गन्जागोलबाट जसोतसो मोटरसाइकल निकाल्न सफल भयौँ। सडक निकै साँघुरो छ। एउटा ट्रक र बस आइदियो भने साइड दिन सक्ने अवस्थै छैन। एकातिर ठाडो भित्ता, अर्कोतिर गहिरो कर्णाली नदी। सडकको किनारातर्फको छेउबाट त जान पनि डर लाग्दो छ। यहाँ अगाडिबाट गाडी आउँदैछ। अब हामीले किनारबाट साइड दिनुपर्ने हुन्छ। भनिरहेको छ भन्दा त होस् गरेर जानुपर्छ चिप्लेकै कर्णालीमा फेरि हाम्रो यात्रा यस्तै घरहरू मात्रै छन्। बजार ठुलो आउँदैन खाजा खान। हामी त यो खोलाको किनार मात्रै हिँडेर छौँ त होइन? किनारै मात्रै छ। कहिले माथि चढ्छ बाटो, कहिले झर्छ तल। यति गाउँ हो कि यो गाउँ हो, बजार हो खासमा। बजार हो यो? बजार हो। पसलहरू अहिले खुलेकै छैन नि त। यो त कतिवटा त भत्केको पनि हुन्। बजार हो। ए पुरानो बजार हो? पुरानो होइन, नयाँ। यो हाइवे चलेपछि बनाएको यस्तो अस्थायी टहराहरू। एकदमै मेहनती मान्छेहरू मात्रै बस्ने है यतातिर चाहिँ? एकदम मेहनत। यता भुँडी लागेको कसैको देखिँदैन नि। ल अब पारी सडक देखियो। हामी जितेगडा भन्ने ठाउँमा आइपुग्यौँ। पारीको कर्णाली राजमार्ग हो। यता तिला नदी र कर्णालीको सङ्गम छ। पहाडको दुई तर्फबाट आएर दुईवटा नदी यसरी मिलेको छ यहाँ। यो तिला नदी मैले देखेँ मध्येको सफा र कञ्चन पानी बहने नदी पनि हो। तिला नदी जुम्लाबाट आउँछ। जुम्ला सदरमुकाम खलङ्गा छिचोलेर नागमामा आएर हिमासँग मिसिन्छ। जुम्लाको सिन्जाबाट आएको हिमा र तिला भएर यो स्थान जितेगडामा आई कर्णालीमा मिसिन्छ। अब हाम्रो अर्को चुनौती कर्णाली नदी पार तर्नुपर्ने।